के तपाईले कहिले सोचेको छ हामी वास्तवमै ब्रह्माण्डमा कहाँ छौं? के हुन्छ यदि यसको जवाफले तपाईको पूरै सोचाइ उल्टाइदियो भने? आज हामी ब्रह्माण्डको यस्तो यात्रामा निस्कदैछौं जसले तपाईलाई आफ्नो स्थान मात्र होइन, ब्रह्माण्डको वास्तविक आकार पनि देखाउनेछ। हामी पृथ्वीमा छौं, एउटा सानो नीलो ग्रह। यो सूर्य वरिपरि घुमिरहेको छ, तर सूर्य भनेको मिल्की वे आकाशगंगामा भएका अर्बौं तारा मध्ये एउटा सामान्य तारा मात्रै हो। हाम्रो सौर्यमण्डल ग्यालेक्सीको केन्द्रमै छैन, बरु करिब 27,000 प्रकाश वर्ष टाढा छ। त्यस केन्द्रमा एक विशाल ब्ल्याक होल छ, जसलाई वैज्ञानिकहरूले सजिटेरियस ए एस्टेरिस्क भन्छन्। अब प्रकाश वर्ष भन्नासाथ बुझ्न गाह्रो पर्छ। यसलाई यसरी सम्झौं, काठमाडौँबाट मेची वा महाकाली पुग्न गाडीले दिनभर लाग्छ, तर एउटा प्रकाश वर्ष भनेको हो प्रकाशले नै पूरा एक वर्षमा पार गर्ने दूरी। त्यस हिसाबमा हामी ग्यालेक्सीको केन्द्रबाट 27,000 प्रकाश वर्ष टाढा छौं। त्यो दूरी कति अकल्पनीय होला। तर हाम्रो मिल्की वे पनि एक्लो छैन। यो करिब 50 भन्दा बढी ग्यालेक्सीहरूको परिवार, जसलाई लोकल ग्रुप भनिन्छ, भित्र पर्छ। हाम्रो नजिकको साथी भनेको एन्ड्रोमेडा ग्यालेक्सी हो। रोचक कुरा के छ भने एन्ड्रोमेडा हाम्रोतर्फ आउँदैछ। करिब 4.5 अरब वर्षपछि मिल्की वे र एन्ड्रोमेडा ठोक्किएर नयाँ ग्यालेक्सी बन्नेछन्। अझ पर गएर हेर्नुपर्दा भने मिल्की वे विर्गो सुपर क्लस्टरभित्र पर्छ, तर त्यो पनि ब्रह्माण्डको सानो भाग मात्र हो। देख्न मिल्ने ब्रह्माण्डको व्यास करिब 93 अरब प्रकाश वर्ष छ। वैज्ञानिकहरूले अनुमान गरेका छन् कि यसभित्र करिब 2 ट्रिलियन ग्यालेक्सी छन्। हरेक ग्यालेक्सीमा करोडौं वा अरबौं तारा, अनि ती ताराहरू वरिपरि असंख्य ग्रह। यस्तो विशाल पृष्ठभूमिमा पृथ्वी त एउटा सानो नीलो बिन्दु मात्र हो, तर ब्रह्माण्ड स्थिर छैन। वैज्ञानिक एडविन हबलले देखाए झैं ग्यालेक्सीहरू लगातार टाढिँदै गएका छन्। जति टाढा ग्यालेक्सी हुन्छ उति छिटो त्यो हामीबाट टाढिँदै जान्छ। यसले एउटा ठूलो प्रश्न खडा गर्छ, यो ब्रह्माण्ड कहाँबाट सुरु भयो, कहाँसम्म पुग्छ र अन्ततः के हुन्छ? यतिमै मात्र होइन, अझै रहस्यमयी कुरा छ। ब्रह्माण्डको करिब 95% हिस्सा डार्क म्याटर र डार्क इनर्जीले बनेको छ। डार्क म्याटर भन्नाले यस्तो पदार्थ हो जसलाई हामी देख्न सक्दैनौँ, तर यसको गुरुत्वाकर्षण प्रभावबाट मात्र अनुमान गर्न सक्छौँ। डार्क इनर्जी भनेको शक्ति हो जसले ब्रह्माण्डलाई अझ छिटो विस्तार गराइरहेको छ। यी दुईको वास्तविक स्वरूप आजसम्म पनि बुझिएको छैन, तर मान्छे हात बाँधेर बसिरहेको छैन। सन् 1970 को दशकमा पठाइएको भोयेजर 1 अहिले करिब 14 अरब माइल टाढा पुगिसकेको छ। यसले हाम्रो सौर्यमण्डल बाहिरबाट सन्देश पठाइरहेको छ, अनि यसमा एउटा सुनको डिस्क राखिएको छ, पृथ्वीको कथा अरू कुनै प्राणीले पायो भने भनेर। हबल टेलिस्कोपले त हजारौं ग्यालेक्सी देखाइदिएको छ। एउटा फोटोमै हजारौं आकाशगंगा, हजारौं कथा। त्यस्तै हालैका वर्षहरूमा हजारौं एक्सोप्लानेट पत्ता लागेका छन्। कतिपय ग्रह त आफ्नै ताराको ह्याबिटेबल जोनमा छन्, जहाँ जीवन बस्न सक्ने सम्भावना छ। यसले हामीलाई अझ ठूलो प्रश्न तान्छ, हामी मात्र हौं वा कतै अरू पनि छन् जसले आकाश हेरेर हामी जस्तै प्रश्न गरिरहेका छन्? अब निष्कर्षमा फर्कौं। हामी कहाँ छौं? हामी एउटा सानो ग्रहमा छौं, एउटा सामान्य सूर्य वरिपरि, मिल्की वेको कुनामा, सुपर क्लस्टरको भित्र फैलिँदै अनन्त ब्रह्माण्डको एउटा अंश। तर हाम्रो जिज्ञासा, हाम्रो प्रश्न, हाम्रो कल्पना शक्ति, यिनै कारणले हामी सानो भए पनि विशेष छौं। यदि तपाईलाई यो यात्रा रोचक लाग्यो भने च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अर्को भिडियोमा हामी अझ गहिरोमा जानेछौं, डार्क इनर्जीको रहस्य र यसले ब्रह्माण्डको भविष्यलाई कसरी बदल्छ भनेर। यात्रा त अझ सुरु मात्रै हो।